चाहिँ अब निस्किन लागेको हाम्रो टोलीहरूले चाहिँ जुत्ता लाउने काम गर्दै हुनुहुन्छ ल आवाज भन्नु त हेलो गाइज गाइज भन्छ नि बिनिताकीको भन्ने छ नि त्यही ल ल जुत्ता लाउने काम हुँदैछ स्यान्डविच खै स्यान्डविच खै ए स्यान्डविच पर पुगिसकेको सम्पूर्णलाई स्वागत छ मेरो भिडियोमा है आफ्टर लङ टाइम अनि आज चाहिँ निनी नाना म भाइ स्यान्डविच चाहिँ भेरेटार जाने भनेर निस्किँदैछौँ अनि अब भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला है त निनी र नाना चाहिँ यता हुनुहुन्छ म अगाडि बस्छु ल हुन्छ ल डिजे पनि हो नि त तपाईँ हाई गर्नु त हामी कहाँ हिँडेको अरे स्यान्डविच भन्नु त कुन ठाउँ थाहा छैन हाम्रो यात्रा चाहिँ सुरु भइसक्यो अब उकालो लाग्यो सररा भेटेर होइन र दुईजना चाहिँ पछाडि हामी ठिक छौँ जनताहरू ठिक छ के खान्छ रमाइलो हुँदैछ अब चाहिँ हाम्रो गाडी धरानको गर्मी छोडेर चिसो हावा खानु अब उकालो लाग्यो है त भेरेटारतिर जति माथि आयो त्यति चिसो मौसम भयो यस्तो शीतल छ धरानमा यस्तो गर्मी थियो यस्तो आनन्द आइरहेछ है गाउँ जस्तै लागिरहेछ क्या ल हामी चाहिँ फाइनल्ली आइपुग्यौँ है टुरिस्ट रिसोर्ट झर्दै हुनुहुन्छ स्यान्डविचलाई कति भोक लाग्यो अरे मलाई पनि त्यस्तै भोक लाग्यो यो त्यहीँ राख्दा हुन्छ होला त नि गाडीमै जाडो हुँदैन जाडो नानाहरू चाहिँ पछाडि हुनुहुन्छ त्यो चाहिँ रुम होला क्या त्यो त होला यहाँ निकै ठुलो एरिया पो रहेछ है नाना के अरे स्यान्डविचहरू भन्नु होइन हामी त भर्खर पो यो पनि सुन्यो त्यही त त्यही धरानमा तल थाहा हुन्छ कति हजुर अलिक एडभर्टिजमेन्ट दिनुपर्छ क्या दाइ तिमी र मेरो लास्टमा त मोमै हुन्छ होइन त्यसमा मम्मी चाहिँ लाओस् कि अनि यस्तो फेस चाहिँ भिडियोमा मात्रै राम्रो आउँछ कि साँच्चै रियलमा चाहिँ राम्रो हुँदैन स्यान्डविच कस्तो छ मोमो मिठो छ डाँडा आएको जाडो पानी पऱ्यो नाना चेयर्स एभ्रीवन पानी ज्यादा कस्तो छ भाइ कस्तो छ जेठा मिठो छ
How can I trust you though? Take the leap of faith. Now we can godly. Now, here's your godly going. यसरी बनाउने हो सुरुक त निचाले गर्छन् सरप्पै तान्ने हो सुरुक सुरुक निचाले त सुरुप्पै मिठो हुन्छ अरे नि त मन पर्नेलाई अनि चिनानीहरूले खाइराख्ने बानी भएकोहरूलाई यसै अनि मिठो हुन्छ भन्छ थारूहरूको त यो त नि स्पेसल डिस हो नि त अब चाहिँ हामी निस्किन लाग्यौँ जाऊँ आजको हाम्रो कस्तो भयो भिजिट मजा आयो तपाईँ क्याब चाहिँ सिधा बनाउनु नि बाङ्गो भइरहेको रहेछ निनी मजा आयो मजा आयो अब हामी गयौँ हाम्रो भाइश्री चाहिँ कता हुनुहुन्छ त्यहाँ हुनुहुँदो रहेछ भाइजी त्यहाँ त हुनुहुन्छ म खाएर यो ढकार चाहिँ नमार्न जेठा मासुको कपाल बिग्रियो नि त यहाँ कपालले रुदिहाल्नु क्या चलो चलो भैया चलो धरान बजार पनि देखिन थाल्यो अब चाहिँ लाइट बल्नु थाल्यो क्या यो साइडमा परेछ ल अब जाऊँ यो चाहिँ भिडियो लिएको हो भने भाइरल हुन्थ्यो नाना यता आएको भए तातो हुन्थ्यो नि मिरा तिनजना कडा हाम्रो नि भुतुक्कै हुने डान्स हुँदै गएर पछाडि अगाडि नाना नाना अनि दाइ अब चाहिँ जाँदैछौँ हामीहरू घर होइन अब हाम्रो रात पर्यो रमाइलो भयो भयो एकदमै फाइनल्ली हामी चाहिँ आइपुग्यौँ है भेरेटार घुमेर पनि मजा आयो सान्ने फाइनली फाइनली वी आर इन होम ल हामी आयौँ ल गाइस ल घर आइपुग्यो आयो आइरी करैले ल अब आज यति नै